मेरो साथीले के त्यो विदेश पठाउनु अनि आफ्नो लागि पनि गहना किनेको भएर यहाँनिर अनि मैले उहाँलाई पर्मिसन लिएर एउटा भिडियो बनाएको छु होइन। यो कहाँ भनेर भन्दाखेरि पशुपति चोक छ नि, ठ्याक्कै त्यसको थर्ड आई मार्ट छ होइन, त्यसको ठ्याक्कै अपोजिटमा चाहिँ यो गहना छ होइन। यहाँ चाहिँ यस्तो राम्रो राम्रो गहनाहरू पाउँदो रहेछ कि। अनि फेरि यो चाहिँ ग्यारेन्टी हुन्छ यो नजाने खालको होइन। अनि यहाँनिर चाहिँ तपाईँहरूलाई म वान बाई वान देखाउँछु। लास्टै राम्रो लाग्यो कि हेर्नु न, यस्तो राम्रो राम्रो रहेछ कि होइन। म त बहिनीलाई नि फोन गर्छु भने अस्ति यहीँनिर बस्दा पनि हामी आएन कि, कस्तो दिमाग पनि हामी बहिनी नत्र म कुरियर गरिदिन्छु कि। यस्तो राम्रो राम्रो रहेछ हेर्नु, यो त यस्तो राम्रो देख्छ नि। यो साडीहरूमा लाउँदाखेरि उमाइ गड हराउने पनि डर भएन नि त। यस्तो राम्रो डिजाइन हेर्नु, कस्तो राम्रो यो डिजाइन, यस्तो त्यो पुरै कार्भ भएको छ कि। हेर्नु न है, स्मल डिजाइन म तपाईँलाई देखाइदिन्छु। तपाईँले यस्तो देख्नु भएको थियो अहिलेसम्म? उमाइ गड, मलाई आज साथीले किन्दाखेरि बल्ल थाहा भयो कि यस्तो छ भने। उसले आफूलाई अनि दिदीलाई किनेको थियो कि। अनि त्यसपछि हेर्नु न, हेर्नु त यसमा धागो हाल्ने हो नि, कति राम्रो देख्छ होला यो लाउँदाखेरि। उमाइ गड यो सबै। अनि त्यसपछि तपाईँले यो सेट पनि पाउनुभयो कि। अब यो त एकदम चढेको छ नि त यो ब्रासको हो। अनि त्यसपछि तपाईँले यो कानमा हेर्नु कस्तो राम्रो, यो लक्ष्मी हो कि। हेर्नु न, यो लाउँदा त लास्टै राम्रो देख्छ नि, अझ रियलमा लास्टै राम्रो देखेछ कि। यो मोबाइलले त त्यो जस्टिफाई नै गर्न सकेन हेर्नु, यस्तो राम्रो राम्रो छ है। हेर्नु न, यो त लास्टै हामी जस्तो मान्छेले लाउँदा पनि जस्तोमा पनि राम्रो देख्छ नि। यो त जस्तो कलरमा पनि राम्रो थियो कि, त्यसलाई जुन लेङ्गामा पनि सेट हुन्छ। किनभने यसमा 3-4 कलर छ नि त, येल्लो, ग्रिन, पिङ्क, वाइट सबैलाई सेट हुने भयो है। अनि यो सिओडी पनि हुन्छ है, देशभरि सिओडी हुन्छ। तपाईँहरूले जहाँबाट भयो नि यस्तो सस्तो पाएको बेला किनिहाल्नु। किनभने मैले आज यस्तो सस्तो पसल भेटाएर तपाईँहरूको लागि भिडियो बनाइदिएको छु नि। यो हेर्नु त हिरा सेट पनि छ यो, तर असली हिरा होइन, त्यसैले तपाईँहरूले धेरै कस्टली पर्दैन होइन। यहाँ यो दिदीको वाट्सएप नम्बर हालिदिन्छु, देशभरि सिओडी हुन्छ। अनि टियाराहरू पनि छ है, पाउनु है। म तपाईँलाई अर्को भिडियोमा झन् राम्रोसँग देखाउँछु।